मेरो नराम्रो समय साथीहरू, मेरो ब्याड डे, त्यो दिन, त्यो कालो दिन सधैँ झैँ मैले काम गर्दा गर्दै मैले केयर होममा काम गरेको 2011देखि नै हो। त्यो दिन चाहिँ नि साह्रै मेरो नराम्रो दिन रहेछ र सानो चोटले गर्दाखेरि यति ठुलो परिणाम भोग्नुपर्छ भनेर मैले जिन्दगीमा सोचेको पनि थिएन र मेरो देब्रे घुँडाको फ्रेबुला हड्डी नै अलिकति क्र्याक भएको रहेछ र यसमा के भयो, कस्तो भयो, के कारणले भयो भन्ने कुराहरू मैले सबै यहाँ समेटेको छु। तपाईहरूले मेरो भिडियो अन्तिमसम्म हेरेर के कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव दिनुहुन भन्ने विनम्र अनुरोध गर्दछु। हेलो नमस्कार मेरो लहर हेर्नुहुने सम्पूर्ण साथीहरू आरामै हुनुहुन्छ। म पनि आजको दिनसम्म आरामै छु साथीहरू। ल साथीहरू, आज मैले मेरो लहरको च्यानलमा तपाईहरूलाई मेरो लाइफमा है, मेरो जिन्दगीमा खै मेरो त्यो दिन के भनौँ, मेरो नराम्रो दिन भनौँ न होइन। अब एउटा दुर्घटना भएको थियो 2 हप्ता अगाडि। त्यसको जानकारी मैले सोसियल मिडिया, फेसबुक, टिकटकहरूमा त छोटो जानकारीहरू दिएको थिएँ, तर युट्युबको साथीहरूलाई मैले भनेको थिएन जस्तो लाग्छ। खै मलाई यादै छैन कि मैले सर्ट भिडियो राखेको थिएँ कि त्यो पनि मलाई याद छैन। र त्यो घटना के कसरी भयो भन्ने विषयमा तपाईहरूलाई म जानकारी दिँदैछु है साथीहरू। मान्छेको जिन्दगीमा नि अब यो के भनौँ, कुनै पनि दिन दशा दुर्घटना भन्ने कुरा बाजा बजाएर आउँदैन भन्ने गरिन्थ्यो नि होइन, बुढापाकाहरूले त्यसै भनिन्छ नि। हो त्यस्तै नै भयो क्या साथीहरू मेरो लाइफमा पनि। गत 2011 साल 2011देखि नै मैले एउटा केयर होममा कार्यरत गर्दै थिएँ। सधैँ गर्ने काम है, त्यही काम रेगुलर मैले सधैँ गर्दै आइरहेको थिएँ। अब त्यो दिन मेरो ब्याड दिन है, नराम्रो दिन भएको भन्ने होला। सदा नै मैले बिहान एउटा बिरामीलाई टेक केयर गर्दा गर्दै उसलाई उसको अब प्याडहरू रातिको प्याड चेन्ज गरिदिनु पर्ने, अनि उसलाई फेरि सबै होइन अब पुछपाछ गरिदिएर उसलाई उसको लुगाहरू चेन्ज गरिदिनु पर्ने कार्य त्यस्तै हुन्छ। अब केयरमा केरियरको काम त्यस्तै हुन्छ। मैले त्यो काम मैले गरेको यति धेरै वर्ष भइसक्यो कि साथीहरू। त्यो दिन चाहिँ मेरो एकदमै ब्याड दिन नै रहेछ कि। अहिले सम्झिँदाखेरि पनि मलाई मेरो कस्तो मुटु चिसो भएर आउँछ कि त्यो कुरा सम्झिँदाखेरि है। अनि गर्दै थिएँ प्याड अलिकति त्यो दिन चाहिँ निकै भिजेको थियो। अनि त्यो प्याड च्यात्ने क्रममा, प्याड झिक्ने क्रममा कटन भुइँमा खस्यो। अनि कटन भुइँमा खस्दाखेरि उसको स्लिपरले त्यो भिजेको कटन टेक्दाखेरि ऊ चिप्लिएर लड्यो कि। चिप्लेर लड्दाखेरि मलाई कस्तो, म अब अचानक भएको कुरामा चाहिँ नि म आफैलाई नै थाहा छैन कि त्यो बिरामी चिप्लिएर तर लडिसकेपछि अनि उसले समातेको उसले फ्रेममा समातेर उभिन्थ्यो। वोकल फ्रेम, उसको फ्रेम समातेर उठेको फ्रेममा उसको त्यो विलनिर यता सपोर्ट एउटा लागेको हुन्छ नि, एउटा फलाम। त्यस फलाममा पनि उसको देब्रे खुट्टामा अलिकति त्यो घुँडाभन्दा अलिकति तल अनि पैतालाभन्दा अलिकति माथि, त्यहाँनिर चाहिँ नि त्यो कुर्कुच्चाभन्दा अलिकति माथि अगाडिपट्टि चाहिँ नि उसको पनि पिल्सिएर एकदमै खुन भयो कि। अब एउटा जिम्मेवारीको काम होइन, गर्दा गर्दै त्यस्तो हुँदाखेरि अब म आत्तिएँ। म एकदमै के गरौँ भयो, रुन थाल्यो। अनि त्यसले गर्दाखेरि मलाई हेल्प गर्ने साथी
पनि उस कराएको सुनेर ऊ आयो। त्यो देखेपछि मेरो एक त मेरो देब्रे खुट्टा पहिलेदेखि नै बिसन्चो खुट्टा, मलाई अर्थराइटिस छ, मेरो घुँडा देब्रे खुट्टाले राम्रोसँग काम गर्दैन, दुखिरहन्छ, भित्रपट्टि हड्डी खिसकेको छ। अनि डक्टरले मलाई अपरेसन भनेर पनि गर्न सक्छौ भने अपरेसन गर्न सक्छौ तिमी भनेर पनि सल्लाह सुझाव दिइसक्नु भएको छ है। त्यस्तो भयो साथीहरू। अनि कस्तो भयो, अनि हामीले उसलाई भोइस ड्रेसिङबाट उठायौँ। अनि उसको साथीहरूमा मेरो ड्रेसिङ गरिदिएँ। त्यतिखेरमा म्यानेजर आउनुभयो। अनि म्यानेजरले पनि त ठिकै छस् भनेर मलाई सोध्नुभयो। म ठिकै छु भनेर भने छले चाहिँ अब एकदम दुखिरहेको थियो। तर म त्यति साह्रो मेरो मतलब त्यति साह्रो चोट परेको छ होला भन्ने मैले फिलिङ नै गरेको थिएन क्या साथीहरू। अनि त्यसपछि अनि म जेहोस् 8 बजे मेरो ड्युटी छुट्ने, मलाई म्यानेजरले तिमी आराम गर यताउता नहिँड भन्दै थियो। त्यही पनि म अलिअलि हिँड्दै भए पनि यताउति 2-4 जना मेरो क्लाइन्ट्सहरूलाई ब्रेकफास्ट दिएँ। अनि मेरो छोरा सधैँ मलाई लिन आउँछ। अनि मैले मलाई लिएर आएर मलाई घरमा पुऱ्याएर अनि फेरि आफ्नो ड्युटी गर्ने उसको सधैँ नियम उसको त्यही हो कि मेरो छोराको। अनि त्यस्तो गर्छ उसले गर्ने। त्यो दिनमा पनि ऊ मलाई लिन आएको थियो। अनि उसले 2 कल मलाई गरिसकेको रहेछ ढिलो हुँदाखेरि। अनि मलाई उसले भने कि मामु किन आज ढिलो गर्नुभयो भन्दाखेरि उसले मेरो फेस पनि देख्यो होला। अनि गर्दा के भयो भनेर सोध्यो। म हिँडेको लखङ गर्दै हिँडेको थिएँ, त्यो देखेर होला। अनि बाबु हेर्न आज यस्तो भयो, एक्सिडेन्ट भयो, यस्तो भयो भनेर त्यसले भने ओहो के अरे उसो भए त हस्पिटल जाउँ मामु, इमर्जेन्सीमा जाउँ भने मैले ठिक छ भने साँझ फेरि मेरो काम छ। आफूले त्यो कामकै पिर्छ कि अब विदेशमा बसेपछि त्यही हुन्छ मान्छेलाई, मेरो काम पिर्छ। अनि मैले भन्दै छोराले कार चाहिँ नि घुमाएर हस्पिटल लग्यो। हस्पिटल इमर्जेन्सीमा गएँ। अनि उसले मेरो पुरै देब्रे खुट्टा दाहिने खुट्टा चेक गर्यो, सबै गर्यो। त्यसपछि गरिसकेपछि अनि उसले दुख्छ भन्दाखेरि मेरो अलिअलि दुख्छ भनेर भने। मलाई अर्थराइटिस पनि छ, त्यसै पनि मेरो खुट्टा दुख्छ, तर आज पनि दुखिरहेको छ भन्दाखेरि उसले ल एक्सरे गरौँ भने एक्सरे गरेँ। एक्सरे गरिसकेपछि अनि एक्सरेको रिपोर्ट सुन्नको लागि म फेरि उसमा आएपछि उसले त तिम्रो घुँडामा अलिकति क्र्याक भएको छ भनेर भन्यो। ल हेर्नुहोस् न, अब सधैँ गर्ने काम यस्तो मेरो त होस हवासै उड्यो क्या साथीहरू। त्यसपछि मैले अब के गर्नुपर्छ त भनेर भने। अनि भन्दाखेरि उसले भन्यो अब तिमीले 6 हप्ता रेस्ट गर्नुपर्छ भनेर उसले मलाई एक्सरे देखायो। अनि फ्रेबुला हड्डी के अलिकति क्र्याक भएको छ भने देखायो। अनि त्यसपछि म त केही गर्नु भनेर एकदमै गरिरहेको, एकदमै सोकमै नै भयो क्या साथीहरू। म त यस्तो पिर लाग्यो कि है। अनि भरेपछिपल्ट साँच्चै भन्नुपर्दा के साथीहरू, अब काम गरिराख्ने मेरो बानी है, अब त्यसै बसिराख्ने मेरो बानी पनि छैन। घरमा बस्दा पनि कस्तो अत्यास लाग्छ, बोर लाग्छ। अब म के गर्ने भन्दाखेरि अनि त काम गर्न त सक्दैनस्, तेरो काम त कुर्सीमा बसेर गर्ने काम होइन। तर अलिकति हिँडुल चाहिँ रेस्ट चाहिँ तैँले गर्नुपर्छ। एकदमै मजाले 6 हप्ता, तर तैँले हिँडुल गर्नको लागि ला स्टिक, तँलाई यो स्टिक भनेर काठको डन्डा पनि दिएको छ। त्यो काठको डन्डा तपाईँहरूलाई म एकछिनपछि देखाइदिनेछु, त्यहाँ राखिदिनेछु है। त्यो काठको डन्डा यही हो है, देखाइदिएँ। अनि त्यसपछि चाहिँ म अब रेस्टमै छु साथीहरू, के भन्नु र है। मलाई डक्टरले केही होइन, यो पेन मलम लगाउनु भनेर सल्लाह दिनुभयो र पेन किलर दिएको छ। मैले त्यही लिँदैछु। अनि फुल्ली रेस्ट। तर म एकदमै के भन्नु, 2 हप्ता भइसक्यो, अझै त्यो 4 हप्ता कसरी बिताउँ भन्ने सोचमा छु के साथीहरू। काम गरिराख्ने जिउ होइन, घरमा बसिराख्दाखेरि खाना रुचेको छ, बोल्नु सकेको छु, खुट्टा हिँड्दाखेरि आज 2 हप्ता भयो अलि मात्रामा सहज जस्तो भएको छ। र यो समयमा मलाई माया गरिदिएर, मलाई सम्झिएर, मलाई आफ्नो ठानिदिएर, मलाई मेसेजबाट मलाई घरसम्म आएर साथ सपोर्ट गरिदिनु हुने मेरा आफन्त, मेरा इष्ट मित्रलाई मेरो हृदयदेखि नमनका साथमा धन्यवाद छ। तपाईँहरूलाई यस्तो मलाई माया, तपाईँको हौसला पाएर नै म अझै छिटो म निको भएर काममा जान सकौँ भनेर मैले एनर्जी पाएको छु है। त्यसकारण चाहिँ तपाईँहरूलाई धेरै धन्यवाद छ। र यो मौसममा, अहिले यो समयमा, यो गर्मीको मौसममा पनि
आफ्नो समय निकालेर यस्तो व्यस्त टाइममा पनि समय निकालेर मलाई भेट्न आइदिनु भयो। यसको लागि फेरि म एकदम हृदयदेखि नै तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। यो तपाईँहरूको माया मैले सधैँ यसरी नै पाइरहँ र युट्युबको साथीहरूलाई पनि मैले जति नै अहिले राखिएको भिडियोहरू चाहिँ नि मेरो पुरानो भिडियोहरू मैले अपलोड गरिरहेको थिएँ। मैले नयाँ नयाँ भिडियोहरू राम्रोसँग बनाउन सकेको छुइनँ। म निको भएपछि तपाईँहरूलाई फेरि राम्रो राम्रो भिडियोहरू बनाएर पस्किनेछु। रहर दिदीले कहिले पनि युट्युब छोड्दैन है। त्यस कारण चाहिँ नि मेरो पीडा मेरो समस्या बुझिदिनु होला तपाईँहरूले र छिटै स्वस्थ भएर छिटै नै म आफ्नो काममा चाहिँ नि चाँडै नै जानेछु भनेर आशा पनि लिएको छु। त्यस्तै अब दुर्घटना भन्ने कुरामा सेवा गर्दा गर्दै राम्रो गर्छु भन्दा भन्दै होइन यस्तो दुर्घटना हुन गयो। त्यही भन्छु मेरो ब्याड लक ब्याड दिन नै थियो त्यो भन्छु। अरू त त्यही हो साथीहरू। तपाईँहरूको दिन शुभ रहोस्, तपाईँहरूको दिन राम्रो रहोस् है भन्दै अब म यो भिडियोबाट बिदा लिन चाहन्छु। केही भुलचुक भएमा क्षमा दिनुहोला र आशा छ तपाईँले रहर दिदीको पीडाहरू बुझिदिनुहुन्छ होला भन्दै म तपाईँहरूसँग बिदा लिन चाहन्छु साथीहरू। बाई बाई साथीहरू, फेरि भेटौँला। बाई, टेक केयर। साथीहरू, मेरो अस्वस्थ भएको कुरा सुनेर मलाई माया गर्ने मेरी प्यारी मेरी मायालु मेरो हुनेवाला मेरी छोरीले यो फुलको बुकीको साथमा मामु छिटो निको हुनु, छिटो निको भएर तपाईँ काममा गएको चाँडै देख्न पाऊँ भनेर उसले चाहिँ नि कामना गर्दै मलाई यो बुकी पठाएको रहेछ। मैले पनि सम्झना स्वरूप यहाँ सम्हालेर राखेको छु साथीहरू। माया गर्ने मान्छे मलाई थुप्रै छ। ल, थ्याङ्क यू भेरी मच मेरी मायालु नानु। आफ्नो कामको व्यस्ततामा हुँदा पनि मलाई यति माया गरेर सम्झिदियो मामुलाई। ल, तिमीलाई पनि शुभ आशिषको साथमा ल धेरै धेरै धन्यवाद छ है। ल, टेक केयर बेटा, बाई बाई।